नमस्कार सबैजना, आज हामी कुरा गर्न लागेका छौं बहुप्रतीक्षित इलेक्ट्रिक मोटरसाइकल अल्ट्राभायोलेट X47 को बारेमा। यो बाइक चाँडै नेपाली बजारमा आउने अपेक्षा गरिएको छ र यसको भविष्यवादी डिजाइन, दमदार प्रदर्शन तथा अत्याधुनिक प्रविधिले धेरै बाइक प्रेमीहरूको ध्यान तानेको छ। अल्ट्राभायोलेट X47 एउटा क्रसओभर इलेक्ट्रिक मोटरसाइकल हो जसलाई शहरका सडकदेखि लामो यात्रासम्म सहज रूपमा चलाउन सकिने गरी डिजाइन गरिएको छ। यसको मोटरले करिब 40.2 हर्स पावर शक्ति र 610 न्युटन मिटर रियर व्हील टर्क उत्पादन गर्छ भने यसको टप स्पिड 145 किलोमिटर प्रति घण्टा रहेको छ। यो बाइकको सबैभन्दा ठूलो आकर्षण भनेको UV हाइपरसेन्स राडार टेक्नोलोजी हो। यो आफ्नो सेगमेन्टमा राडार इन्टेलिजेन्स भएको अत्याधुनिक मोटरसाइकल मध्ये एक हो। यसले ब्लाइन्ड स्पट निगरानी, लेन परिवर्तन चेतावनी, ओभरटेक अलर्ट तथा रियर कोलिजन वार्निङ जस्ता सुरक्षा सुविधाहरू प्रदान गर्छ। X47 मा अगाडि र पछाडि दुवैतर्फ क्यामेरा भएको डुअल ड्याश क्याम सिस्टम पनि उपलब्ध छ जसले तपाईको सम्पूर्ण यात्रा रेकर्ड गर्न सक्छ। साथै स्मार्टफोन कनेक्टिभिटी, GPS नेभिगेसन, OTA अपडेट, चोरी विरुद्धको सुरक्षा प्रणाली र विभिन्न स्मार्ट कनेक्टेड फिचरहरू पनि समावेश गरिएका छन्। आरामदायी राइडिङका लागि यसमा 820 mm सिट हाइट, 200 mm ग्राउन्ड क्लियरेन्स, लामो ट्राभल सस्पेन्सन तथा अपराइट राइडिङ पोजिसन दिइएको छ जसले सहर र अफरोड दुवै अवस्थामा उत्कृष्ट अनुभव दिन्छ। सुरक्षाको कुरा गर्दा X47 मा डुअल च्यानल स्विचेबल ABS, ट्र्याक्सन कन्ट्रोल र मल्टिपल लेभल रिजेनेरेटिभ ब्रेकिङ जस्ता आधुनिक सुरक्षा प्रणालीहरू उपलब्ध छन्। ब्याट्री विकल्पको कुरा गर्दा यसमा 7.1 किलोवाट आवर र 10.3 किलोवाट आवर गरी दुई विकल्प उपलब्ध छन्। ठूलो ब्याट्री भर्सनले 323 किलोमिटरसम्मको IDC रेन्ज दिने दाबी गरिएको छ जसले लामो यात्राका लागि पनि यसलाई सक्षम बनाउँछ। समग्रमा भन्नुपर्दा अल्ट्राभायोलेट X47 केवल एउटा इलेक्ट्रिक बाइक मात्र होइन, भविष्यको स्मार्ट, सुरक्षित र उच्च प्रदर्शनयुक्त मोटरसाइकलको झलक हो। यसको आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र अत्याधुनिक टेक्नोलोजीले नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सक्छ। अब मूल्यको कुरा गरौँ। नेपाली बजारमा अल्ट्राभायोलेट X47 को अपेक्षित मूल्य करिब 8,40,000 रुपैयाँदेखि 9 लाख रुपैयाँसम्म हुन सक्ने अनुमान गरिएको छ। यस्तै नयाँ बाइक तथा अटोमोबाइल अपडेटका लागि च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।